हैन बोलाउनु पर्यो नि त सानो ज्यान ठुलो ज्यान हैन के नाम बोलाउँछ नि यो इस्माल गएछ न कति ल्याओस् लार्जको हाम्रो यो पैसा लुङ्गी किन्ने पैसा भनेको चाहिँ यो भैलरदेखिको हामीले जम्मा गरेको पैसा हो भैलरदेखि जम्मा गरेको पैसामा अलिअलि थपथाप गरेर यो लुङ्गी ल्याएको अनि यो टेबल कुर्सीहरू सबै 42,000 रुपियाँ खर्च भयो सबै गर्दाखेरि अनि कराई पनि लिएर आऊ रोटी पकाउने गरेर हेरेँ यस्तो जोडेँ यसो गरेँ हँसिया डुबर्छ हँसिया डुबर्छ अनि राममाया तामाङ तपाईँलाई त सबभन्दा ठुलो लार्ज हेऱ्यो यो वाला हो त्यही नै छुट्या भनेको यो आमाले दिनु सरस्वती परियार सरस्वती परियार आमालाई नि ठुलो होला यो लार्ज छुट्याउँदै छिटो अघि कता गयो छैन बस्किन एउटा फेरि मोबाइलमा कुले सुकमाया मगर हुन्छ हजुर ठुलो आमालाई नि यो टिक्का हुन्छ होला ठुलो चाहिन्छ दिदीलाई त चाहिन्छ ठुलो छैन उ सानो चाहिन्छ रे सानो चाहिन्छ हैन मगाउने बेला दिनु सानो चाहिन्छ भनेको ठुलो जान्छ अरे भने अझै मलाई पो कृष्ण मगर भाउजूलाई कस्तो खाले चाहिन्छ नानीलाई त हुन्छ हाम्रो जानकै ठिकै एक्सेल हेरी हुन्छ खोलाको मुखमै बिमला परियार बरु हाम्रो हामीलाई यता के यता यता आऊ है दिदी मैले अघि स्मल निकालेको थिएँ उडाइदिएछ नाप्ने हो कि आइती माया गुरुङ मलाई त सानो उता 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 लाएर खिच्ने हो अहिले फोटो खिच्न कुमारी गुरुङ शान्त छेत्री उडायो ओहो कति हावा हानी मैना नेउपाने सातवटा पाएको रे चारवटा फालेर तिनवटा छ अझै तिनवटा नै राख्नु पर्ने हो क्या सेतो राख्दै हुन्छु कसो घर पाख यही कान्छानाङ घर पाख माइजू माइजूको नाम नकाट्ने भनेर सुनाउन हामी पनि कुमारी छेत्री आइती छेत्री मैना छेत्री भन्दै आउँदै विष्णु माया नेउपाने आफै राम्रो लाग्छ कता लाम जाने हो
आमा यहाँ नि गर्छु हाम्रै गर्दा हजुरबाको हाती देखेर लिन पाम यसो खाँदै अझै धेरै वर्ष बस्नुहोस् यसरी अर्को वर्ष लिन पाम यसरी नै सधैँ हजुरबाले के भन्नुभयो कि आमाहरूलाई यसरी भन्न पाइयो यसरी दिन पाइयो आमाहरू तपाईँ बाँची राख्नु देख्न पाइन्छ यता सुन्नु त सबै हजुरबा कुरा सुन्नु यहाँ हजुरबा के भन्न लागिराख्नु भयो ल भन्नु हजुर आमाहरूलाई धेरै धेरै धन्यवाद छ अहिले खुसीको कुरा सुनियो जसरी आमाहरू यो लुगा जता हेरे पनि राम्रै जता हेरे नि एकै नासे देखिए रमाइलो लाग्छ राम्रै लाग्यो मलाई नि यो राम्रै लाग्यो नलाउने भयो नि राम्रै छ जस्तो लाग्यो जसलाई हेरे नि एउटै फेसन एउटै रङ देखियो त्यसरी आमाहरूको पनि मन मिलेर जस्तो यो कपडा मिलेछ त्यसरी ल यो कपडा लगाउनु आमा फोटो खिच्नुपर्छ ल छिराउनु मम्मी कहाँबाट राम्रो आउँछ ल बस्नु त ए कुर्सी ल